आज माघे सङ्क्रान्ति अर्थात् मकर सङ्क्रान्ति माघ 1 गते सम्पूर्ण नेपालीहरूलाई चाहिँ माघे सङ्क्रान्ति मकर सङ्क्रान्तिको विशेष हार्दिक मङ्गलमय शुभकामना। आज चाहिँ मकर सङ्क्रान्ति विशेषमा चाहिँ फुरौला खानुपर्छ भन्ने एउटा प्रचलन भएका कारणले चाहिँ हामी चाहिँ मासको फुरौला तयार गर्न गइरहेका छौँ। यहाँ चाहिँ सबै सामानहरू रेडी छ। अब हामी चाहिँ मासको फुरौला पकाउन गइरहेछौँ। यो चाहिँ मासलाई भिजाएर पिसे पछाडिको पेस्ट हो। यसमा चाहिँ अब हामीले चाहिँ यो लसुनको पात, त्यसपछि धनिया रेडी छ। यो आवश्यकता अनुसार मसला अदुवा, लसुन, नुन, बेसार आवश्यकता अनुसार मसलाहरू यहाँ तयारी अवस्थामा छ। अब यसलाई चाहिँ सानो डल्ला बनाएर यो तेलमा अब हामी फुरौला पकाउन गइरहेछौँ। ल हेर्नुहोस् है त। यसलाई साना डल्ला पारेर चाहिँ यसरी तेलमा पकाइदैछ। तेलमा यसरी सानो डल्ला बनाएर हाले पछाडि बिस्तारै यो रातो हुँदैछ। यसलाई बिस्तारै अलिअलि गरेर चलाउनु पनि पर्छ। यसरी चलाउँदै गएपछि सबैतिर मजाले रातो हुने गरी पाक्छ। तपाईकोतिर पनि फुरौला कसरी पकाउनुहुन्छ यसो कमेन्टमा मेन्सन गर्नु होला। हाम्रोतिर चाहिँ यसरी कुनै फुरौला यस्तो डल्ला बनाइन्छ, कुनै सानो रोटी जस्ता सानो पनि बनाइन्छ। अहिले चाहिँ हामीले डल्लावाला फुरौला बनाउँदैछौँ। यसरी रातो भए पछाडि यसरी झाँझरको सहायताले चाहिँ यसरी बिस्तारै तेल तर्काएर यसरी निकाल्न सकिन्छ।
देखायछु तपाईँलाई।